फेस्टिभल अफ हिमालयाज नेपाल प्रिमियर लिग 2024 भव्य रूपमा सम्पन्न भयो। दर्शकवृन्द नमस्कार, तपाईहरुलाई स्वागत छ मेरो च्यानल क्रिकेट नेपालय युट्युब च्यानलमा। आजको यो भिडियोमा हामी कर्णाली याक्सले रिटेन गर्न सक्ने खेलाडीहरूको बारेमा चर्चा गर्नेछौँ। अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरूले मिश्रण भएको कर्णाली याक्स प्लेअफसम्मको यात्रा तय गरेको थियो। राष्ट्रिय खेलाडीहरूको कुरा गर्नुपर्दा सोमपाल कामी कप्तान रहेका टिममा गुलशन झा, अर्जुन गर्दी, विपिन शर्मा, नन्दन यादव, देव खनाल, युनिस विक्रम ठकुरी, रित गौतम र मौसम ढकाललाई अक्सन मार्फत अनुबन्ध गरेको थियो। टिम पर्फर्मेन्सको कुरा गर्नुपर्दा ग्रुप स्टेजका सुरुका दुईवटा म्याच जनकपुर बुल्स र काठमाडौँ गोर्खाससँग हार्न पुगेको कर्णाली याक्सले पछि भने राम्रो कमब्याक गरेको थियो। टप रन स्कोररको कुरा गर्नुपर्दा 1 नम्बरमा विल बासिस्टो 7 म्याचमा 194 रन सहित टपमा रहेका छन् भने चान्ड्रिक वाल्टन 9 म्याचमा 183 रन, शिखर धवन 4 म्याचमा 136 रन र गुलशन झा 9 म्याचमा 132 रन बनाएका थिए। त्यसैगरी टप विकेट टेकरको कुरा गर्नुपर्दा प्लेयर अफ द टुर्नामेन्ट समेत भएका विपिन शर्मा टप अफ द लिस्टमा रहेका छन्। 8 म्याचमा 13 विकेट र 5.89 को इकोनोमीमा बोलिङ गरेका उनलाई साथ दिए जिसान मक्सुदले। 9 म्याचमा 10 विकेट लिएका 5.36 को इकोनोमी सहित विल बासिस्टो र नन्दन यादव रहेका छन्। नन्दन यादव 8 म्याचमा 9 विकेट लिएका 7.53 को इकोनोमीमा बोलिङ गरेका नन्दन यादवलाई कर्णाली याक्सले रिटेन गर्ने सम्भावना उच्च रहेको छ। टिमका क्याप्टेन तथा मार्की खेलाडी समेत रहेका सोमपाल कामी 9 म्याचमा 52 रन खासै फर्ममा नदेखिए पनि उनलाई पनि टिमले रिटेन गर्ने सम्भावना धेरै नै राम्रो रहेको छ। राष्ट्रिय टोलीमा पनि राम्रो प्रदर्शन गरेका उनी रिटेन लिस्टमा पर्न सक्ने खेलाडी हुन्। त्यसैगरी अर्जुन गर्दी गत पिएम कप तथा घरेलु संरचनाहरूमा राम्रो रन प्रहार गरेका उनले पछिल्लो सिजन खासै फर्ममा नरहे पनि रिटेन गर्न सक्ने खेलाडीहरूको सूचीमा अटाउन सक्छन्। त्यसैगरी अर्का खेलाडी रहेका छन् गुलशन कुमार झा 9 म्याचमा 132 रन, विकेट भने 1 मात्र लिएका गुलशन झा पनि कर्णाली याक्सको रिटेन लिस्टको सूचीमा अटाउन सक्छन्। कर्णाली याक्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट उदाएका विपिन प्रसाद शर्मा पनि रिटेन लिस्टमा आउन सक्ने खेलाडी हुन्। गत अन्डर 19 प्रतियोगितामा पनि राम्रो पर्फर्मेन्स उनले गरेका थिए। त्यसैगरी देव खनाल पनि कर्णाली याक्सको रिटेन लिस्टमा अटाउन सक्ने खेलाडी हुन्। आजको लागि यति नै। अर्को भिडियोमा हामी नयाँ कन्टेन्टका साथ उपस्थित हुने नै छौँ। हस्त धन्यवाद।